जापाली भन्दा 5 थरी के कम। गाईबस्तु हाम्रो मुलामा बाँध्छ। बाँदरलाई रुख चढ्न त हामीले नै सिकाएको। बारी त हाम्रो सुँगुरले जोत्छ। रायो साग एक पातले 3 घरलाई पुग्छ। बाहुन त के भन्नु, लिम्बू नै भइसक्यो, लिम्बू नै बोल्छन्। नभए त्यसो त कोरियाको मन्त्रीलाई कोरियामा कोरियन जनता भन्दा ज्यादा त 5 थरी पुग्या छ। पान्थरे लिम्बू नि बिग्रिनै सकेछ। राई लिम्बू छोडेर काफ्लेलाई लखेट्छ। हाम्रो त झापामा हात्तीले जोत्छौँ, त्यही हात्ती बाँध्न मुला नै रोप्छौँ। त्यो जाबु भैँसीलाई सिङ्कामा बाँधेर एक पत्ता सागलाई खाडलमा खाँदेर सिङ्के बनाएर 1 वर्षै खान्छौँ। बाघसँग मिलेर सिकारै जान्छौँ। 2 देखि 3 केजी मेकअपै लाउँछौँ। इत्रु सुँगुर जोतेर के गरी खान्छौँ। झापामा अहिले नि डाइनोसर पाउँछ। तिर्खाले होइन, खोलाले धाउँछ। एलिजाबेथ पनि खेतालै आउँछ। के कुरा गर्नु सम्पत्ति घरबारको। झापामा घर पछि दरबार थियो। कोरिया त एउटा देश मात्र हो। कोरियाभित्र झापाकै सरकार हो। ल पान्थरको मुसा, झापालीको हात्ती, तमोरको माछा, झापामा वेल, पान्थरेनीले कुल्ला गर्दा रतुवामा बेल, बाख्राको खोर हाम्रो, झापालीको दरबार, झ्यापमा बसेर हावा गफ ठोकेर यत्राको सरकार, एलिजाबेथ त धनी थिइन् मनकी, लिम्बुनीको दाँतको साग झापालीलाई सिङ्की, 10 को चिरिप्प सोल्टी मातेर बाटैमा सुतेको, खोलाले धाएको होइन नि त्यो त कुकुरले मुखमा मुतेको, सूर्य भन्छन् पहेँलो देख्दा पान्थरको आँप पाकेको, झापाली सोल्टी जहिल्यै झ्याप, त्यही भएर हो हामीले काफ्लेलाई नै ताकेको। ल पहेँलो त्यो आँप होइन, झापाको बलेको जुनकेरी, पान्थरको हात्ती जत्रो मुसा लुक्यो झापाको कमिला आउँदाखेरि, राई लिम्बूलाई चिरिप्प अमृत, कुकुरको मुत घर्कीलाई ब्रस गरेर फ्याल्नु साग, हुन्न सिङ्की दाँतमा अड्किँदै, झापालीले यो औँला मात्र हल्लाए पुरै सरकार ढल्छ, झापालीको इसारामा पुरै संसार चल्छ, राई लिम्बू छ कि काफ्ले छ हेरिन्छ भाग्यमा लेखेको, तमर्कै माछा वेल भन्दै झापालीले नै हो 5 थरीलाई बेचेको, झापाली पुरै ब्रान्ड, जे छुए पनि हिराको हार, झापालीले भनेपछि तपाईलाई त्यही बाख्राको खोर भयो दरबार। सोल्टिनी अब चाहिँ भयो ल। ए साँची तपाईले कुल्ला गरेको रतुवाको भेल चाहिँ यहाँ छ ल।